रिसिभ गराउन चाहँदै त थिए यी प्लेयर्स, तर अन्त्यसम्म भने बचाएर किनुको तर्फबाट त्यहाँबाट आउँछ। किनु अझै पनि त्यहाँबाट लागि एलिमिनेसन निकाल्न खोज्दै गरेको देख्न पाइन्छ। डिआरएस च्याम्पियनको लागि त्यहाँबाट सिनारियो टफ पर्यो। एसआइएट स्पोर्ट्सको लागि अन्तिम प्लेयर बाँकी थिए, उनलाई पनि ब्याकबाट स्मोकको थ्रुआउटबाट नै एलिमिनेसनमा निकालिएको भने पक्कै हामीले देख्न पाउनेवाला छौँ। ब्याटल बिट्विन टिम च्याम्पियन स्पोर्ट्स एन्ड डिआरएस गेमिङ यहाँबाट स्टाब्लिस हुनेवाला छ। प्लेयर पिक्सलेटेड एचपीमा छन्, लिटरल पिक्सलेटेड एचपीमा, जहाँ प्लेयर समाउ यहाँबाट एलिमिनेट भइसकेका थिए। माथिपट्टि रहेको एयरकास्टलाई पनि त्यो ग्रेनेडको साथमा नै एलिमिनेसनमा हामीले निकालेको देख्न पाउनेवाला छ। मल्टिपल ग्रेनेडको कनेक्सन त्यो एरियामा आउँदैछ, जहाँ च्याम्पियन स्पोर्ट्सले त्यहाँबाट एसआइटी स्पोर्ट्सलाई त एलिमिनेट गराइदिइसकेका छन्। डिआरएस गेमिङको लागि प्लेयर बचाउनु पर्ने थियो। दाई स्पोर्ट्सले आएर त्यहाँ केही न केही खतराहरू थपिने प्रयास पनि डेफिनेटली गरिदिएका त थिए, तर अन्त्यसम्म त्यो ब्यारलले त्यति राम्रो मोड त्यहाँबाट दिइदिने भएन। यता च्याम्पियन स्पोर्ट्सको तर्फबाट अझै पनि फर्दर मोर ग्रेनेड्सहरू जाने प्रयास हुँदै गरिरहेको मैले देख्न पाइरहेको छु। डिआरएस गेमिङको लागि त्यो रिभाइभल बन्दैछ। आएको ग्रेनेडले त्यहाँबाट केही नराम्रो सिचुएसन बनाइदिन सक्थ्यो। एज एक्सएमपिएललाई फेरि पनि त्यो ग्रेनेडले टेकन डाउन गर्नेवाला छ। त्यही प्रोजेक्टाइलमा त्यही एरियामा फेरि पनि अर्को एउटा फलोअप ग्रेनेड आउने भयो, जहाँ एक्सएमपिएल अब बाँच्न सक्ने प्रोभाबिलिटी त्यहाँबाट मैले देख्न पाउँदिनँ। दाई स्पोर्ट्स पनि त्यहाँ फ्ल्यास स्पोर्ट्सको लागि गाह्रो बनाउँदैछन्। दाई स्पोर्ट्सको तर्फ त्यहाँ होरो स्पोर्ट्सको लागि पनि निकै नै ठुलो सर्ट्सहरू जाँदै गरेको मैले देख्न पाइरहेको छु। निकै नै बढी म्यान लसहरू त्यहाँबाट हुँदै गरेको देख्न पाइन्छ। दामीलाई पनि इभन त्यो प्लेयर फिनिस अफ गरिदिने भयो। च्याम्पियन स्पोर्ट्सको लागि पनि ग्रेनेड जाँदैछ। डिआरएस गेमिङ निकाल्न सक्ला नि त अगाडिपट्टि भएको च्याम्पियन स्पोर्ट्सलाई। लेट्स सी अब के रहनेछ भनेर। हुन त अहिलेको लागि डिआरएस गेमिङ जुन सिचुएसन रहेको छ उनीहरूको लागि भने चाहिँ त्यहाँबाट एलिमिनेसन पिक गर्ने मौका बन्न पुग्यो। 4 जना प्लेयर छन्, बट एक्सएमपिएल नक रहेको छ, सो रिकभर गर्न पाइयो भने फेरि पनि फुल म्यानको साथमा फर्दर मोर ब्याटललाई लिड गर्न सकिने भयो। अहिलेको लागि जुन जति पनि टिम छन्, टप 3 टिम जहाँ दाई स्पोर्ट्स, डिआरएस गेमिङ एन्ड 4 ट्राइब्सको टिम रहेका छन्। एन्ड 4 ट्राइब्सको तर्फबाट पनि 3 म्यान स्टिल सर्भाइभ गरिरहेका छन्। 5 एलिमिनेसन पिक गरिएको छ, जहाँ उनीहरूको लागि पनि एउटा इम्पोर्टेन्ट म्याच हो। कतै न कतै उनीहरूको लागि यो म्याच आउँदै गर्दाखेरि एटलिस्ट आफ्नो जुन टप पोजिसन छ त्यो टप पोजिसनलाई भने चाहिँ पक्कै पनि सेक्योर गरेर राख्न सकिनेछ। 6 डेजको जोन सर्कलको फर्मेसन हो एन्ड सबैजना अलमोस्ट एजेस कभर गरेर बसिरहेका छन्। अबको सिफ्टले भने चाहिँ टिमहरूमा ब्याटल बन्ने हो कि, तर हुन त 4 ट्राइब्सको लागि रहेको प्लेयरहरू सिधा सिधै दाइको केसमा ब्याटल इङ्गेज गर्नको लागि लागिरहेको देख्न पाउँदै गरिरहेका छ। ट्रोएबल युटिलाइज गरिरहेछ। अब त्यो ट्रोएबलको साथमा के कस्तो कनेक्सन बिल्ड हुने हो त्यहाँबाट ओके अलिकति ओभरकुक हुन पुग्यो, जहाँ ओभरकुक हुँदै गर्दाखेरि चाहिँ त्यहाँ आकाशमै पड्किनै पुगिरहेको छ। जति पनि ट्रोएबल युटिलाइज गरिएको छ दाइको तर्फबाट अलिक ओभरकुक भइरहेको हामीले नोटिस गर्न पाइरहेका छौँ। त्यसमा चाहिँ अब 4 ट्राइब्सको लागि रहेका प्लेयर पनि ट्रोएबल युटिलाइज गरिरहेका छन्, कनेक्सन बिल्ड भइरहेको छैन। यदि 2 टिम बिचको ब्याटल जुन 40 एन्ड दाइ रहेका छन्, 2 टिम बिचको ब्याटलको इनिसिएसन बन्छ भने डिआरएस गेमिङ थर्ड पार्टी लिएर त्यहाँबाट एलिमिनेसन बटल नसक्ने मौका पक्कै पनि रहन सक्ने भयो। त्यहाँबाट युज गरिएको ट्रोएबल सँगै डाउन निकाल्न त भ्याए, बट सँगसँगै डिआरएस पनि ट्रोएबल युटिलाइज गरिरहेका छन्। अब त्यो ब्याटलको माहौल जहाँ पनि लो एचमा नोकीलाई कन्भर्ट गरायो। हुन त यो सिनेरियो लास्ट स्टेजमा आउँदै गर्दाखेरि भरपूर तरिकाले ट्रोएबल युटिलाइज भइरहेको देख्न पाउँदै थियो, बट दाइको लागि फेरि अर्को एक प्लेयर नकआउट, 40 लागि एन्ड फिनिस हुन पुग्यो। दाइको लागि पनि त्यहाँ प्राइजेलहरू रहेका छन्, उनी डाउन फेस गर्न पुगिसकेका छन्। अब बाक्सोलाई देख्न पाउँदै गरिरहेका छौँ। सोलो प्लेयर कन्भर्ट गरिसकेका छन्। एक प्लेयरले ब्याटल ह्यान्डल गर्नुपर्ने रहनेछ, तर त्यो सिचुएसनको ट्राइब्सको लागि के कस्तो बन्न पुग्ने हो। उनीहरू त डिआरएस दाइ हेज बिन एलिमिनेटेड। 40 को लागि रहेको प्लेयर उनी अभाइलेबल त रहेका थिए, बट यो म्याचको विनर सेकेन्ड विनर गोस टु टिम डिआरएस गेमिङ, जहाँ उनीहरू भने चाहिँ मौका कुरेर बसिरहेका थिए एन्ड त्यो मौका लास्टमा उठाइयो भने 2टा टिम बिचको ब्याटल इनिसिएसन त्यही मोमेन्टमा उनीहरूको तर्फबाट ट्रोएबल पुगो स्प्याम नक निकाल्न सफल भयो। त्यो नक निकालेसँगै उनीहरू पनि ब्याटलमा इन्ट्रेस्टेड रहेर आफ्नो टिमको लागि यो म्याचको चिकन निकाल्छन्। जहाँ डिआरएसको लागि भने चाहिँ टोटल 8 एलिमिनेसन रहेको छ।